Open up, take me on your magic river. Tell me all your dreams align. Sign me up and tell me about the people that you know who are trying to feel alive. What's up guys? के छ हाल खबर सबजना सन्चै आरामै होला म पनि सन्चै आरामै फिट छु आज चाहिँ हामी मलाई चाहिँ जुत्ता लिन खोजिरहेको छैन एउटा चस्मा खोजिरहेको थिएँ यहाँ चस्मा यहाँ छ कि हुन चाहिँ पर्ने माथि कोठामा रहन्छ कि फुल भाइ यहाँ त छैन त यार म यहीँ राखिरहेको थिएँ यार यो मात्रै छ यार चस्मा हरिको गाडीमा छ होला यार त्यो चस्मा यार हरिको गाडीमा छ जस्तो त्यो चस्मा आज आएर चाहिँ कोठामा चाहिँ रहन्छ यहाँ चाहिँ अर्को यो चस्मा यो पनि दामी छ फेभरेट चाहिँ यो लाग्छ यो पनि बवाल छ अनि त्यही हो मल जाँदैछौँ होइन अङ्कल र म आज अङ्कलको र मेरो कम्पोज चलिरहेको छ कि आजकल युट्युबतिर अर्को भिडियो छ त्यो एडिट गर्न बाँकी छ कामहरू धेरै छ आज मात्र अफ छ मेरो अर्को चस्मा त गाडी माथि छैन अर्को पनि छैन पानी छ मसँग नि थिएको पानी यो त खै कता किनेको यार दुईटा थियो कि मेरो एउटा यो न सानोमा थियो कि मसँग अर्को ठुलोको कता गयो कि यार त्यो त खोल सहित देखेन कि त्यहाँ खै झेलक्स दामी प्लेन उड्यो कतिजना मान्छे लिएर गयो प्लेनले यस्तै गरेर घर जाने दिन कहिले आउला कता गयो गयो आयो आयो ल अमेरिकन एयरलाइन्स अमेरिकामा गाडी कति खान हेर्नु त सब काम गर्छन् खान्छन् डालस जाने बाटो अनि एयरपोर्ट जाने बाटो त्यता डालस जाने एक लेफ्ट साइडतिर अनि आज बिजी छ होइन समर लाग्न लाग्यो घाम लाग्न लाग्यो त्यही पनि हामी थोरै धेरै सामानहरू किन्नलाई चाहिँ निस्किरहेछौँ बाहिर अब यति कतिखेर पुग्छौँ थाहा छैन पुग्छौँ आज टाइम त्यतै स्पेन्ड गर्छौँ अनि के भन्छ भने निस्किन्छौँ आज जिम गइन्छ होला कि नै आज जिम अनि छिटो गयो भने जिम जान्छौँ नयाँ आज स्नुकर खेल्न 8 बजेतिर ह्याङआउट जाने कुरा छ त्यही भएर आज गइँदैन होला आज फेरि यसो पुलतिर यस्तो जोडौँ भनेर पुलतिर बिर्सिसक्यो कि नै थाहै छैन मलाई अब बिर्स्यो भने कमेडी भइहाल्छ तर आज चाहिँ प्योर भ्लग बनाउँछु होपफुली यो भिडियोले यो के अरे यो अडियो चाहिँ कपिराइट नलागोस् त्यही होला स्टे ट्युन्ड गाइज अहिले चाहिँ हामी ठ्याक्कै ग्रेप बाइनको मलनिर आइपुग्यौँ म चाहिँ ड्राइभर उबरको होइन फेरि अनि यहाँ भित्र मान्छेहरू त अझै पनि आइरहेछन् त के हो आज विकेन्ड हो र ए शनिबार आज अनि सबजना प्लास्टिक बोकेर गोरुङ्गो ब्याग बनाएर हिँडिरहेछन् अनि हामी पनि जाँदैछौँ हामीले खोजेको भेटेको पायौँ भने हामीले लिन्छौँ के लिने हो आज हजुरले अरू जुत्ता मैले पनि यिनी पुरा नेपालबाट ल्याएको जुत्ता मेरो पुरानो भइसक्यो यो जुत्ता डडालेर हेर हरि कमेडी बनाउनु पाइन्छ ढाकिदिनु के तर जेब्रा क्रसिङबाट हिँड्नु पर्छ र अङ्कलले मान्छे हिँड्ने ठाउँ जेब्रा क्रस छैन तर मान्छे हिँड्ने ठाउँ यो चाहिँ हो मान्छे हिँड्ने ठाउँ यतिको भएर पनि ल हामी अझै भित्र छिर्यौँ हाई गर्ने खानु Thank you. त खोले नि केही हुँदैन यहाँदेखि इन्ट्री गऱ्यौँ ल अब हामी के हेर्छौँ हेरेर गएर भन्छौँ भित्र गएर यो स्टोरमा पैसा देखाइदैन
सामान्य लुगाको पैसा देखाउने कति छ यो लुगा भनेर देखा न यहाँ ल यो लुगा ल हेर म पहिला भिडियो गर न भिडियो बनाऊ यो लुगाको 490 छ यसको अब यस्तो जाब हो हेर्न केही चाहिँ छैन यस्तो छ 876 छ यसको तर पनि केही छैन 2190 बाट घटेको ए 2190 खास यसको ओरिजिनल पर्छ अहिले चाहिँ 876 मा आएको रहेछ ल सब यो केटीको हो यो लेडिजकोहरूको हो यो ल अब हाम्रो पनि यस्तै हुने होला अब हामी पनि उता जान्छौँ ल अङ्कललाई हेर्न आउनु हजुर कसो देखिनुहुन्छ ल भुडी घटाउनु त बधाई छ हजुरलाई ल जेडी भनेको के हो सन ग्लासेस हटमा जाने हो चस्मा हेर्न जाम न यही छ त सस्ता अफ होला दे पर अफ त देखेन यो सिजन होइन अफ पाउने खासमा यो हेर्ने यो फुड ड्रङ्क थिङ के हो वेलकम इन यहाँलाई हेर्न आउनु कति अरे यो कस्तो छ $218 प्राडा हो प्राडा राम्रो प्राडा यसको 50% अफ कसको 50% 489 भनेपछि त 2 अलमोस्ट परेन 200 त 400 210 200 परेको 215 यस्तै 489 को आधा कति हो 24 त 48 हुन्न 240 समथिङ परेन अनि त ट्याक्स नि लाग्छ नि त त्यसमा जाम ल कति बजे होला अङ्कल ठ्याक्कै अहिले हामी घर जाने कति बजीतिर जाने हामी 4 बजेपछि जाने ल हामी काम सकाएर किनेर निस्क्यौँ मेरो साइजको चाहिँ जुत्ता पाएन त्यही भएर यहीदेखि अनलाइन अर्डर गरेँ अनि टी सर्ट हजुर जुत्ता चाहिँ कहिले किन्ने यो साइजको स्मल साइज एक्स्ट्रा स्मल ठिकै हुन्थ्यो तर मेरो देखिन्थ्यो नि होइन ल अब हामी यहाँदेखि हिँड्छौँ निस्क्यौँ लेसी अब के गर्छौँ मेरो त त्यस्तो भात खाएला त्यस्तो ठुलो भुँडी त देखिन्न भात खाएको बेला त अलिकति जस्तो भयो नि देखिन्न मेरो यताको ठुलो यो चाहिँ देखिन्छ त्यही त देखिनु त्यति साह्रो टाइट पनि छैन भयो त्यो लाउँदा टाइट देखियो र त्यस्तो साह्रो टाइट पनि देखिएको छैन यो मलमा पनि ठ्याक्कै साइज भने जस्तो मिल्दैन क्या मलाई त्यहाँ मलाई यहाँ आउन मन लाग्दैन नर्थ इस्ट मल मात्रै जान्छु म कता नर्थ इस्ट मलतिर हजुर कतिदेखि हेर्नु मोटो घाटो यस्तो ज्याकेट लाएर आउनु यस्तो गर्मीमा नि ल अब हामी निस्क्यौँ गाडी भएको ठाउँतिर जान्छौँ बाहिर गर्मी छ अनि त्यो बोलिङ पनि खेलेनौँ अब हामी नेक्स्टचोटि आउँदा चाहिँ खेल्छौँ किनभने आज हामी स्नोकर खेल्न जाने भन्ने कुरा भइरहेछ चस्मा लैजानु ल 5,000 लाग्नु पर्यो नि ठ्याक्क लाएर नेपाली 500 केही फरक पर्दैन नेपाली 500 1000 अरे लो माई गॉड बाहिर त दामी छ त हो अहिले त त्यस्तो गरेको छैन शीतलो छ बाहिर ठक्क लाएर हामी बाहिर निस्क्यौँ कस्तो हातै दुख्यो अनि यहाँदेखि निस्किएर अब हामी घरतिर लाग्छौँ होइन अनि साँझतिर चाहिँ यसो स्नोकर खेल्न जान्छौँ अनि त्यही हो आज चाहिँ खासै टाइम स्पेन्ड गरेनौँ यहाँभित्र किनभने त्यस्तो खासै साइजहरू मिल्दैन किनभने विन्टरको सामानहरू अझै रहेछ त्यो विन्टरको सामान भए चाहिँ बल्ल समरको सामान आउँछ किनभने वेदर चाहिँ समर लगाइसक्यो यहाँ अब सामानहरू चाहिँ समरको आइरहेको छैन अझै
अनि समरको आयो भने फेरि आउँछ समरमा एकचोटि अहिले चाहिँ विन्टरको नि के लिनु विन्टरको अब विन्टरै सिद्धिसक्यो यहाँ कपडा मात्र विन्टरको ल के भन्न छ त केही छैन ओके 2000 years later के त्यतिले त केही हुन्न खेल्न मिल्छ यार त खेल्न मिल्छ क्या त्यतिले मिलिहाल्छ नि खेल्न केही भएन गोली लाएर त केही हुन लडाइ ल गोली लाएर त विश्वयुद्ध लड्न हिँड्छन् म त धेरै बेर चाहिँ सुतेँ क्या आज फेरि राति निद लाग्दैन क्या तनाव आकाश चिल होइन तँ पनि आएको मैले थाहा पाएको थिएँ अलि निदाउने झुल्ने गर्थेँ क्या म त्यति बेला खासमा पैसा सबै निदाएछु म त यार कत्रो ट्रक यसलाई चलाउन कति दखौँ त यस्तै उडाएको थियो क्या बिचमा हावा भएर बिस्तारै बिस्तारै घामहरू डुब्दैछ होइन रात पर्दैछ दिन सकिँदैछ सुनसान हुँदैछ तर हाम्रो युले सुनसानै छ यार है त्यस्तो ऊ छैन नि अब जाडो सकिन लाग्यो नि सुनसान छ यार 2 वर्ष हुन लाग्यो यो ठाउँमा बहन लाग्नु नि यार 2 वर्ष भएन भएन त यार अब हुन लाग्दा यार 2 वर्ष यार 2 वर्ष भयो यार यो ठाउँमा जिन्दगी जस्तो आएको थियो त्यस्तै छु यार अझै पनि यार रेड लगाइहाल्छ नि ल ऊ त्यहाँ एस लेखेकोतिर ल हामी हाम्रो गन्तव्य स्थलमा आइपुगेका छौँ ल हामी हाम्रो ठाउँतिर आइपुग्यौँ ऊ यहाँनिर हो हामी जाने रेस्टुरेन्ट स्पोर्ट्स एन्ड क्लब प्लेन चाहिँ छिर्छ अब भयो हात्ती छिर्ने ठाउँ खा त्यहाँ जाम भयो कि दाइ इनफ छ यार मान्छे छिरिन्छ यहाँदेखि छिरिन्छ क्या यार कहाँ हुन्छ र ल हामी यहाँनिर आइपुग्यौँ मान्छे छिरिन्छ यहाँबाट मान्छे ल जाउँ हाम्रा प्लेयरहरूको खेल देखिन्छ आज प्लेयरहरूको खेल हँसु त क्या आज 1 लाख औलाले गर्दा तँ खतरा खेलिदिन्छु भन्छन् वेलकम इन यस्तै काम गर्थेँ अब मैले ठ्याक यस्तो गरेँ यहाँ बस्ने होइन मान्छे आयो भने यस्तो गरेर वेलकम इन सर भन्ने वेलकम इन भ्लग बनाउने त अलाउडै छैन फेरि कपिराइट लाग्छ फेरि यहाँ ल त्यहाँबाट चलेर त राख्यो होला नि उसलाई अहिले कति हुन्छ नि चल्छ नि अरे पालो पाइन्न यहाँ मैले तेरोबाट मात्र त भिडियो गराउनु है केटा म प्रोफेसनल भइसकेँ सेतो किन हालेको अनि तल अलि त एउटा चाहिँ एक्स्ट्रा हुन्छ यहाँ हुन्छ कि यो लाइनमा त्यसबाट किन हजुरबाट के भिडियो बनाउनु नगर एक्स्ट्रा हुन्छ यसले हालिदियो क्या होटेलले हालिदियो हाल्न जानुहुन्छ छिराउनु पर्यो होइन फोड्नु तिम्रो 2टा पाले गरेर मैले एकचोटि हान्छु होइन तर
सुरुमा जुन सिरिन हुन्छ त्यसपछि चाहिँ नियम हुन्छ बिपिनले सिकाउँछ धान त्यहाँ त्यो लाइन ऊ त्यो सेतो डट तिनीहरू दिनदिनै आउँछन् कि तिनीहरू दिनदिनै आउँछ नि त अरविन्द केटा दिनदिनै आठ दिन थाहा हुन्छ नि कहाँ राख्ने के राख्ने ल आजको खेल ओभरअलमा राम्रै भयो होइन सिकाइ भयो अनि यो चाहिँ अब हामी खाना खाने ठाउँमा जान्छौँ खाना खाने ठाउँमा जान्छौँ हामी ल आज कता जाने ल यहीँबाट डिसाइड गरेर गाडीमा चढ्छ त्यहाँबाट उहाँ यता लाग्ने नगौँ छन् त अरविन्दको जति पनि छन् नि खाने ठाउँ ल ल जा भयो नि ल जाउँ देब्रेले हाने भन्थ्यो कि ल चाहिँ हिमालय अरोमामा आयौँ होइन अब यहाँ चाहिँ म फर्स्ट टाइम हो यहाँको टेस्टहरू कस्तो छ अझ दुईजना महानुभावहरूले खानुहुन्छ अनि लास्टमा यहाँबाट खाइसकेपछि रिभ्यू दिएर जानुहुन्छ ब्युटिफुल जीले चाहिँ अर्डर लिएर जानुभयो होइन एकदम राम्रै ब्युटिफुल हुन्छ त्यही हो नो स्मोकिङ एरिया त्यही हो अर्बिङ एन्ड कबाबमा गएको थिएँ होइन त्यहाँ चाहिँ के भयो भने ठाउँ नभएर अनि यहाँ आएको हजुरको फर्स्ट टाइमको सेकेन्ड टाइममा यहाँ फर्स्ट टाइममा सेकेन्ड टाइममा यहाँ र मेरो त फर्स्ट टाइममा यहाँ फर्स्ट टाइम हेरौँ यहाँको खाना खाँदै रिभ्यू ल यसको पाल त भ्याइयो अब कुकरलाई ल्याउँ यता कुकर फोर्नु आफैले बनाउँदै गरेर निकाल्नु भयो के अरे अब मैले भिडियो बनाएको देखेर हेरिराखेँ अब मैले त्यस्तो गलत नियतले बनाएको छैन प्रेसर कुकर मोमो कस्तो छ लास्टमा सबजनालाई रिभ्यू है कस्तो छ टेस्ट त्यो नि भनिदिनु ल कुकर राम्रै छ दामी ल यस्तै हो झोल यार तिमीलाई हाल्दैन यार मैले म त खानु आउन खाऊ यस्तो कारोबार भएपछि नि कारोबार खाना सर्गदा सबलाई राखेर पो र सर्भ गर्ने म त बिर्सेँ यार अरे ल ल ल ल मुला साग मुलाको साग खाँदा त्यत्रो पेट भएको थाहै छैन खाँदा अङ्कललाई गडेला जित्नुहुन्छ अब ल कस्तो लाग्यो खाना भनिदिउँ है सबजनालाई ठिकै छ ठिकै यो खाना मिठो रहेछ पैसा खर्च गरेर चित्त दुखाउने छैन किनभने त्यहाँ फेरि त्यो के छ मन्त्र भन्ने कि मन्त्रमा छैन कि मन्त्रमा छैन नि त त्यस्तो खालको छैन कि कस्तो यत्र मन्त्र म त गएकै छैन हो त्यो मन्त्रमा त सस्तो छ तर यस्तो दामी आइटम पनि छैन अनि मिठो पनि छैन कि हो र अब काम चलाउ सरकार कहिले गर्छ होइन इमर्जेन्सी कतै ढिलो टाढा भयो नजिक आउनला ल खाना चाहिँ खायौँ होइन दामी रहेछ ल हिमालयन अरोमा भन्ने हिमालयन अरोमा ल राम्रो रहेछ ल सर्भिस पनि राम्रो गरे त्यो उहरूले वेटरहरूले राम्रो गर्यो अब घर निस्किन्छौँ अनि अब घर खाना खाने यहीँ भइहाल्यो अब सुत्ने घर रेस्ट गर्ने त्यही हो मैले बिर्सेलाई फेरि भित्रै सक्नु मैले छ नि ल घर साँझ परिसक्यो रातिको 10-15 आँटिसक्यो कसको भ्लग बनाइरहेको छु त्यही किन अरू मोबाइल त राखिराख्ने प्र्याङ्क हान्न खोजिदिने बिपिनलाई